स्वागत छ। आज हामी एउटा एकदमै महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ, अनलाइन ठगी। हो, यो आजकल निकै बढेको छ नि। एकदमै। यसबारे कुरा गर्नु जरुरी छ। सुरुमा यो अनलाइन ठगी भनेको के हो, अलि सरल पारामा भन्नुपर्दा? खासमा त इन्टरनेट, मोबाइल यस्तै डिजिटल माध्यम चलाएर अरूको पैसा ठग्ने काम हो नि यो। त्यसो भए आजको हाम्रो छलफलको खास उद्देश्य चाहिँ अहिले कस्ता कस्ता तरिका चलेका छन् अनि हामी कसरी जोगिन सक्छौँ भन्ने बुझ्नु नै हो। के छ त, सुरु गरौँ है त? हुन्छ, सुरु गरौँ। सबभन्दा पहिला त मलाई लाग्छ यो सामाजिक सञ्जालको कुरा गरौँ। प्रोफाइल ह्याक गरिदिने अनि मलाई अलि अप्ठ्यारो पर्यो, थोरै पैसा पठाइदेऊ न भनेर मेसेज पठाउने। ओहो, कति सुनिन्छ यस्तो त। अनि त्यो नक्कली लिङ्क पठाउने नि? त्यो पनि झुक्क्याएर लिङ्क पठाउँछन्, क्लिक गर्यो कि आफ्नो डिटेल उनीहरू कहाँ पुग्यो। विश्वासको खूब फाइदा उठाउँछन् क्या। अनि अर्को त्यो स्पुफ कल रे नि, त्यो के हो? त्यो त झन् डरलाग्दो। मतलब फोन गर्ने मान्छेको सक्कली नम्बर नदेखिने, अर्कै नम्बर देखाउने, कहिलेकाहीँ त ब्याङ्क वा वालेट कम्पनीकै आधिकारिक नम्बर जस्तो देखाएर फोन आउँछ। हो र, आधिकारिक नम्बर नै देखाउने? अनि तपाईको वालेटमा समस्या आयो, भेरिफाई गर्न ओटिपी भन्नुहोस् भन्यो, उता पैसा गायब। ओहो, त्यो त झन् खतरनाक रहेछ। अनि अर्को वालेट ब्लक गरिदिने बहाना। त्यो कस्तो? कसैको वालेटमा जान जानी ब्लक गराइदिने अनि फोन गरेर तपाईको वालेट ब्लक भएछ, हामी मिलाइदिन्छौँ, ओटिपी दिनुस्। अनि ओटिपी दिएपछि पैसा चट। कति छिटो हुन्छ यो सब। साँच्चै चालाखीपूर्ण रहेछ। अनि अरू के कस्ता छन् त, अझै फराकिलो रूपमा हेर्दा? थुप्रै छन्, जस्तै नक्कली अनलाइन शपिङ साइटहरू, एकदम सस्तोमा सामान देखाउने। आकर्षक विज्ञापन हुन्छ। हो, अनि पैसा चाहिँ पहिले नै तिर्न लगाउने, अग्रिम भुक्तानी लिएपछि सम्पर्कमै नआउने। सामान त के आउँथ्यो र? अनि त्यो पुरानै लटरी पर्यो भन्ने त छँदैछ नि, होइन? छँदैछ। तपाईले यति जित्नुभयो तर यो पाउन अलिकति कर तिर्नुपर्छ भन्दै पैसा माग्ने। प्रेमको नाटक गरेर, नजिकिएर अनि व्यक्तिगत फोटो भिडियो मागेर ब्ल्याकमेल गर्ने, सेक्सटोर्सन भन्दा रहेछन्। त्यो पनि एकदमै खराब प्रवृत्ति हो। विश्वास जितेर पछि त्यसैको दुरुपयोग गर्ने। त्यस्तै नक्कली जागिरको विज्ञापन, राम्रो तलब देखाएर आवेदन शुल्क उठाउने। अनि कोठा वा फ्ल्याट भाडामा छ भनेर बैना लिने तर कोठा नै नहुने। अनि त्यो क्रिप्टोकरेन्सीको लोभ देखाएर रातारात धनी बनाइदिन्छु भन्ने नि। हो, त्यो पनि ठुलै ठगी हो। ल, अब मुख्य कुरा, जोगिने कसरी त? के गर्न सकिन्छ? खै, सबैभन्दा महत्त्वपूर्ण कुरा त मलाई लाग्छ आफै एकदमै सचेत हुनु पर्यो। सतर्कता हो नि। शङ्कास्पद एसएमएस, इमेल, मेसेन्जरमा आएका लिङ्कहरू जति नै लोभ लाग्दो देखिए पनि स्रोत पक्का नगरिकन त क्लिक गर्नै भएन। एकदम। अनि पासवर्ड र एमपिआईको कुरा, यो कस्तो हुनुपर्छ? बलियो पासवर्ड, कम्तीमा 12-15 अक्षरको भन्छन्, त्यसमा मिक्स हुनु पर्यो। सानो अक्षर, ठुलो अक्षर, नम्बर अनि त्यो विशेष चिन्ह, @ $, जस्तो। अनि बेला बेला फेरिरहनु पर्यो, होइन त? हो, नियमित रूपमा फेर्ने। अनि अर्को महत्त्वपूर्ण कुरा, आजकल सबै मोबाइल वालेट र ब्याङ्क एपमा हुन्छ नि त्यो ओटिपी 2FA, त्यो त अनिवार्य अन गर्नै पर्छ। यसले सुरक्षाको अर्को तह थप्छ, पासवर्ड मात्रले पुग्दैन। राम्रो एन्टिभाइरस वा मोबाइल सुरक्षा एप राख्दा राम्रो। अनि वालेट एप भित्रै पनि सुरक्षा सेटिङहरू हुन्छन्, यी सेवामा पनि छ। त्यो बेला बेला चेक गरिरहनुपर्छ। जताततै फ्री वाइफाई हुन्छ आजकल। हो, तर त्यो एकदमै जोखिमपूर्ण हुन सक्छ। पब्लिक वाइफाईबाट ब्याङ्किङ वा वालेट जस्ता संवेदनशील कारोबार नगर्ने। ठगहरूले प्रविधि मात्र होइन, हाम्रो मनोविज्ञानसँग पनि खेल्छन् नि। जस्तै विश्वासको दुरुपयोग गर्ने, लोभ देखाउने, हतार गराइदिने। प्राविधिक रूपमा हामी जतिसुकै सुरक्षित भए पनि यस्तो मनोवैज्ञानिक दबावबाट चाहिँ कसरी बच्ने होला, आफ्नो मानसिक प्रतिरक्षा कसरी बलियो बनाउने, यो चाहिँ अलिक गहिरो सोचाइको विषय हो जस्तो लाग्छ मलाई। हो त, प्रविधिले मात्रै नहुने रहेछ, मानसिक रूपमा पनि तयार रहनु पर्यो। निकै महत्त्वपूर्ण कुरा उठाउनु भयो। ल, आजलाई यति नै गरौँ होला। यो जानकारी सबैका लागि उपयोगी भयो होला भन्ने आशा छ। पक्कै पनि। सतर्क रहौँ, सुरक्षित रहौँ।